रोमान पेले उनको जन्म चाहिँ 1940 अक्टोबर 23 मा भएको थियो र 70 वर्षमा वर्ल्ड कप जिताउने एउटा पहिलो व्यक्ति पनि हो। पेले नाम पहिलो वर्ल्ड कप चाहिँ 1958 मा जिताएका थिए र 2 गोल पनि हानेका थिए। 1962 मा उनकै गोलले वर्ल्ड कप जितेको थियो र अब आयो तेस्रो वर्ल्ड कप। 1970 उनको तेस्रो वर्ल्ड कप हो र उनको हिस्ट्री उनको तेस्रो वर्ल्ड कप उनको नाममा भयो र ब्राजिलका लागि तेस्रो वर्ल्ड कप जिताउने एउटा पहिलो व्यक्ति बनेका थिए र उनको रेकर्डहरू अहिलेसम्म कसैले पनि तोड्न सकेको 1279 गोल छ। त्यो रेकर्ड पनि अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन। मान्छे मरेर गए पनि पेले मरेर गए तर उनले हिस्टोरीमा उनका रेकर्डहरू अझै 5 पुस्तासम्म रहिरहनेछन्। पेलेको ब्याकग्राउन्ड हिस्टोरी चाहिँ एउटा गरिबी परिवारसँग जोडिन्छ। पेले भनेको एक यस्तो गरिबी परिवार उनके जुन बेला खाना लगाउन पनि एक छाप पुग्दैन थियो। त्यो अवस्थाका पेले अहिले एउटा रेकर्ड एउटा छाप छोडेर गएका छन्। यो संसारबाट विदाई भए पनि एउटा कापीमा छुट्टै नाम र छुट्टै रेकर्ड छोडेर गएका छन्। त्यही भएर पनि मनैदेखि मिस यु पेले। हजुर यति गरिब हुनुहुन्छ भने मेहनत गर्नु, सङ्घर्ष गर्नु, सफलताको फल अवश्य पाउनुहुनेछ। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला।